यहाँ रहेको छ खसीको मासु, यसलाई भन्छ छाला। यो मासु हो। अब हामीले यहाँ चाहिँ लसुनहरू कोटाएर राख्दैछौँ। यहाँ यो डल्ले मिर्च भन्छन्, यसलाई टमाटर भन्छन्, कोटाउने मान्छे उहाँ हुनुहुन्छ। अनि त्यसपछि यहाँ तेल तात्दैछ। उहाँले ठ्याक्क लाएर प्याज हाल्नुभयो पहिला चरणमा चाहिँ। ओ माइ गड, उहाँ चाहिँ अलिक पोख्नुमा मिस गर्नुभयो कि। दौडिसक्छ के अरे गाइजहरू। उहाँले एकदम यो उहाँलाई चाहिँदैन डाडु के हो डाडु भन्ने उहाँले थाहा पनि छैन। उहाँले चाहिँ सकुलिने बित्तिकै काटिहाल्छ। अब हाम्रो यहाँ मासुको लागि यो प्याज फ्राई हुँदैछ। एकदम माटो कराईमा पकाएपछि चाहिँ एकदम छुट्टै खालको स्वाद आउँछ। अझै आगोमा पकाउन पाएको भए दामी हुन्थ्यो। हाम्रो अहिले फिलहाललाई हाम्रो घरमा चुलोको अभाव महसुस गरिरहेको छौँ हामीले। यस्तो छ हाम्रो यसरी हामी पाक्दैछ। उहाँले लैदिसक्नु भएको छ। हेरौँ अब हाम्रो मासुको पालो रहेको छ। लाएर ज्याममै हाल्यो मासु। चलाउनको लागि हेर्दाखेरि मासु राम्रै देखिएको छ। पहिले यति नै पकाउनुहोस् त, हामीलाई के बिस्तारै। हुन्न पर्छ आज खायो भने फेरि भोलि बुझ्दैन कि। त्यो करेन्ट कालो करेन्ट पकाउनु सकिँदैन, डाइरेक्ट पकाउनु गाह्रो हुन्छ। डाइरेक्ट सकिएन त्यसले आज हजुर बिल्कुल सकिएन। पकाउनु ढाकेर पकाउने होला क्या टक्क लाएर। माथि कहिले झाकिन्न। यो यति मासुले नपुग्ला जस्तो फिल भएर हामीले फेरि मासु हेर्दैछौँ। मासु त थपुवा मासु थपेको त्यहाँ झऱ्यो त्यो पखाली अब अब त्यहाँ त पर्दैन। तर पर्छ हामी कहीँ त्यतिर गएर आइहाल्यो नि। मासु पाकेपछि सँगै जानु होला है। यस्तो व्यवस्थामा फेरि मासु पाकेर खाएर जानुहोस् भन्न खोजेको। यसरी अदुवाले काम उहाँले आफ्नै बारीमा फलेको अदुवा पखालेर अर्ग्यानिक अदुवा पखालेर मिक्सरमा ग्रिर पारेपछि लसुन अदुवाको पेस्ट बनिसक्छ। अनि यसरी पकाउनुहोस्। यसरी राम्ररी पखालिसकेपछि मिक्सरमा ग्यार पार्ने काम हुन्छ। अब हामी यहाँ अदुवा अझै चाहिन्छ भन्ने कुरा भयो। यति छ, ग्यार पारेपछि मजाले पेस्ट बनिहाल्छ। यतिकै गर्न उठ्छिन्न कि यतिकै गर्न मुरी गयो। अब पेस्ट पनि रेडी भइसकेको छ हाम्रो यहाँ। एकचोटि चेक गरौँ त्यसलाई। अलिअलि रेडी नभइसकेको अवस्था रहेछ।
अब फेरि एकैछिन गरेर पार्नु पर्यो यहाँ चाहिँ एउटा डब्बा रेडी नाउ दिस इज यो हामीले स्टोर गर्नेवाला छौँ त्यति अहिले हाललाई त्यति राख्नु मासुलाई अब यो चाहिँ हाम्रो उता स्टोर हुन जान्छ ए भगवान् यो हेर्नुहोस् त बानी यस्तै नराम्रो मेस गरेर यस्तो फोहोर गराएर आजी जस्तो देखिसक्यो सेतो आजी सवार ओहो too much clumsy मान्छे आयो मासु खासै हिसाब गर्ने हो बसेर अब मासु खासै बसेर हिसाब गर्ने हो बेलुकातिर आउँछु भने खान अब बेलुकातिर आउने गरेर दिने हो होइन बेलुका अब जाने हो अब यो मासु खाएर 3-4 बजे जाने हो पैसा त एटिएमबाट ल्याउनु त होला एटिएमै हो यस्तो भइसकेको छ एकदम राम्ररी पाक्दैछ यो क्रिस्पी ब्राउन हुँदैछ है नुन हाल्छु हालिसकेँ कि के हाल्छु म तल के हाल्छु मासुमा हामीले टमाटर हाल्यो नुन हालेको हाल्नु नुन हालेको बेसाको गर्नु थियो न त के आउँदैन अलि हाल्नु मसला राख्नुपर्छ अरू मसला त्यहाँ बेसार पाकेपछि हामी होला आउँछ बेसार आउँछ भयो त अलि राम्रो देख्छ है मजाले हामीले देखि बुहारी उसन